हेर न हात पक्रेको म हिँड्नु जान्दैछु त यो बाटो म हिँड्न सक्छु हाम्रो मम्मीले खोजेर राखेको मैले चाहिँ ओसार्ने काम मात्रै हो मेरो चाहिँ हेर्नै खुट्टा होइन यसरी चप्पल राख्दाखेरि क्या यता र यता कालो लागेर होइन यसरी निकाल्दा त जुन चप्पलको एरिया छ नि त्यो एरियामा चाहिँ फोहोर लागेको छैन होइन यता यता त हो यस्तो लेद्रो कत्ला चाहिँ के हो कमिलाको ताती हिँडे जस्तो हिँडिरहेको हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल आज चाहिँ म कहाँ जाँदैछु भने होइन दाउरामा जाँदैछु यो पछाडि ब्याग ल म मेरो उयो देखाउँछु पुरै आउटफिटहरू यस्तो गए गुज्रेको लाएर हिँड्दैछु पछाडि कस्तो लुगा रहेछ यो चाहिँ मेरो होइन यो ब्याग हो यत्रो छ ब्याग यो ब्यागभित्र चाहिँ होइन हाम्रो डोरीहरू छ बान्ने मम्मी र मेरो डोरी अनि छाप्ने अनि पानी भएको छौँ काट्ने पनि रहेछ काट्ने पनि बोक्दो रहेछ अनि यी डोरीहरू यस्तो डोरीहरू बोक्छौँ क्या पानी छ पानीको बोतल होइन अनि थिएन हौ मम्मी कस्तो मलाई कराइरहनु भएको छैन अनि यो चाहिँ मैले मेरो बाउको सर्ट लगाएको होइन यो सर्टको गति हेर्नु यो के हो यो स्कुल जाँदा लाउने सर्ट ओ माई गुडनेस यो हातको बौला हेर्नु ल हातको बौला कतिको फोहोर छ यो त म यस्तो म लाउँदिनँ भन्दा नि अब हातहरू कोरिन्छ नि त अनि त्यही भएर लगाएर आउँछु कि यो के हो यो स्कुल जाँदा लाउने हैन यो स्कुल जाँदा लाउँछ म देखिरहेको हुन्छु स्कुल जाँदा लाउँछ यस्तो फोहोर कत्ला हेर्ने कत्ला यो मेरो बहिनीहरूको भन्दा धेरै मैला हुन्छ हौ म त मेरो तौल त बोक्दिनँ साँच्ची मेरो तौल त सफामा छ त यो तौल त नि मेरो म नहुँदा युज गर्ने तौली हो यार यो त हुँदैन मेरो यो चाहिँ नि घरको हो नि त घरको त जे गर्नु पनि मिल्यो आफ्नो पर्सनल पनि नगर्नु खोइ नि त थाहा छैन मम्मीले अचार खोजिरहनु भएको छ नि हाम्रो तलदेखि यहाँ राख्ने मम्मी तलदेखि नानाहरू पनि आउनुभयो यो चाहिँ हाम्रो घरको फुलहरू डबल कलरमा छ यो चाहिँ येल्लो र पिङ्क ओरेन्ज टाइपको हुन्छ क्या यो अनि यो भयो अर्को ब्लड रोजमा छ होइन अनि अर्को चाहिँ यो पिङ्क सानो सानो फुल्ने भनौँ न सानो सानो होइन अनि अर्को छ पिङ्क मम्मीको फेभरेट होइन अझै छ रोज मात्रै त मेरो घरमा यति छ मम्मीले यति रोप्नु भएको छ होइन अर्को रोज खै यसको फुलै रहेन है यसको फुल चाहिँ यस्तो हुन्छ यी कहाँ छ हौ देखिँदैन त यी यस्तो पिङ्कै हो पनि होइन रोज चाहिँ मात्र मेरो घरमा 1 2 3 4 भयो त्यहाँ अर्को भर्खर रोप्दैछौँ 5 6 वटा त हाम्रो घरमा रोजै मात्र छ क्या नि गार्डन अब हामीहरू जाने नानाहरू पनि अब जानुभयो जस्तो छ हाम्रो साथीहरू अब हामी पनि जान्छौँ मेरो गति मेरो आउटफिट मम्मीको आउटफिट यो अब मम्मीले मलाई बोकाउनुहुन्छ थाहा छ छैन होला हौ डोरी नाम्रो सबै पस्यो के नि छैन मम्मीले खैनी खोजेको हुनुहुन्छ आफ्नो आज चाहिँ म कलेज नगई दाउरा जानु भनेर बसेको होइन मम्मीले बल्ल आज लानुभयो मलाई दाउरामा म मम्मीलाई हिँडिनँ त म हिँडिनँ भने बसेर बिसाउँदै आउँछु नि होइन आजको हाम्रो टोलीहरू दाउराको भाउजू हाई हाम्रो दाउराको टोलीहरू यी डुकमाले लग्दै लगेन झन् कलेज बङ्क गरेर बसेको हाम्रो टिमहरू म त यत्रो बोक्छु म त कम्ती बोक्छु म त त्यतिकै गएको मम्मीले मलाई भारी लगाइदिनुहुन्छ हामीहरू चाहिँ यो राजमार्गको हाइवे हो यसलाई काटेर जान्छौँ हामी उता फेसबुकमा होइन हौ युट्युबमा आउँछ भाउजू हामी यस्तो राम्रो भएर के भयो भाउजू ए
यहाँदेखि चाहिँ काटेर यो जुन जङ्गल देखेछ नि यो जङ्गल चाहिँ यस्तो कुद्नुपर्छ आज मेरो मम्मीलाई सुविधा छ केही बोक्नु परेको छैन मैले बोकिदिइरहेछु नि त ब्याग ओ इटरी इन्टरनेसनल कलेजको बसाइरहेछ त फेरि के हो यो यहाँ भने त के साइड डराउँछ यो बाटो म जहिले काटिनुपर्छ मम्मी ऊ जाँदै काटिनुपर्छ डेली साइकलमा पनि डराउँछ फेरि यहाँ हेर न हात पक्रेको म हिँड्नु जान्दैछु त यो बाटो म हिँड्न सक्छु यो बाटो क्या हामी कलेजदेखि डेली काटिनुपर्छ है मन त डराइ पो रहेको छ भाइ मेरो पो हात पक्रिन्छ केही भन्न सकिनँ मैले यहाँ अब यो बाटो हुँदै यो बाटो कि भाउजू अर्को बाटो देखाउनु त मम्मी अस्तिको करेन्टले है यो हातहरू मम्मी हामी कति जति हिँड्नु भयो कति जति हिँड्नुपर्छ त्यहाँ त थिएन अझै माथि पोहोरको साल आएको थिएँ म अस्ति हेर्दा अब फेरि आउँछौँ यो बाटोहरू सबै काटिँदै जानुपर्ने हुन्छ हामीहरू कस्तो मजाको देख्छौ जङ्गलभित्र पसिसक्दा हरियो परियो अहिले चाहिँ पुरा पत्ता झर्ने सिजन छ नि त रुखहरू त पुरा नाङ्गै रहेछ यार पत्तै छैन भुइँभरि त हेर्नु रुखै छैन पत्तै छैन त नि हावा पनि आएको छैन त्यस्तो मजाले हामी जङ्गलमा छुम्रा नि गर्मी भइरहेछ पुरा मलाई त हामीहरू चाहिँ जङ्गलमा हिँडेको छौँ अब हामीहरूलाई 1 घन्टा हामी घरदेखि भन्दा नि यो जङ्गल पसेदेखि चाहिँ यहाँसम्म 1 घन्टा लाग्छ अरे आइपुग्नु अब हुन लाग्यो भनेर नि बस्छ भाउजूले केही चिन्दिनँ म त यहाँ सबै एउटा यस्तो लाग्छ रुखहरू पनि अहिले त देखेको जस्तो लाग्छ हो मलाई त मैं त क्या गरौँ मम्मीहरू आइरहनु भएको छ बिस्तारै मन बिस्तारै हिँडिरहेको छु यो बाटो त पहिले हामी पिकनिक खान जान्थ्यौँ म जस्तो फिल भयो त यताको होइन पल्लो हो हामी पहिले डाँस खोला डिके कन्याम पिकनिक आउँदा पनि क्या यस्तै बाटो मैले त्यही भएर त आएको फिल भइरहेको छ च्याउ खोज्न एकचोटि आएको नि म डल्लै च्याउ खोज्न आएको नि भाउजू राम्रो दाउराहरू खोजेर च्याउ खोजेर भ्लग बनाएर अपलोड गर्नुपर्ने छ क्या हुनेवाला सासूलाई देखाएर इम्प्रेस पार्नु परेन सासूहरूलाई इम्प्रेस पार्नको लागि हेरे क्या एक्लै हाल्दै हिँड्दैछु म दाउरा टिप्दै हिँड्दै हुनुहुन्छ है भाउजूहरू ठ्याउै नआइपुगिकन भारी पुगाउनुहुन्छ है क्या हो मैले बोक्ने जति पुगाउनुहुन्छ होला को दुई भाइ हामी चाहिँ दाउराको बगान आएपछि चाहिँ मात्र खोज्ने यहाँ खोजेको अरे भरे यतिले नै भारी पुग्यो भने किनभने म त कम्ती बोक्छु नि त कम्ती बोकेर भारी पुग्यो भने त भरे त गाह्रो पर्छ त्यही भएर म हिँड्दैछु भनेर मम्मीहरू त खोज्नु पर्छको मम्मीले त मेरो लागि भारी पनि पुऱ्याउनु भयो होला मेरोलाई भारी पुऱ्याइदिनु मेरो लागि भारी पुग्छ जस्तो त हस् यस्तो राम्रो खुट्टा कोरिएको छ भाइ यो चाहिँ हाम्रो मम्मीले यसरी दाउरा खोजिरहनु भएको छ मेरो भारी यहीँ पुग्ने रहेछ म खुसी हो अब रोटेको अमिलाई यस्तो धेरै छ नि माई गुडनेस यतै टोकेर लबाइट दिने पर्यो यति त बोक्नु सक्छौ म मम्मी यो भुइँमा हामीहरू चाहिँ यसो भुइँमा झरेको मात्र टिप्नुहुन्छ है यस्तो यो रुखहरू चाहिँ काट्नु मिल्दैन रुख काट्नु मिलेको भए त अघि भारी पुग्थ्यो मम्मी हाम्रो मम्मीले खोजेर राखेको मैले चाहिँ ओसार्ने काम मात्रै हो
सार्न पनि सक्दिनँ है क्या हो मन म त यत्रो बोक्छु दाउरा पनि दुख्न आएर दाउरा त्यो जङ्गल घारीबाट मम्मीले उल्टै दाउरा बोकेर कुद्नुभएको थियो हिँड्नुभएको है अलिअलि देखिँदैछ दाउरा राखेको ठाउँ बिर्सेर सर्चिङमा छु देखमा अहिले कता राख्नुपर्छ मम्मी यत्रो भार बोकेर हिँड्रहेछ म बिना भारी हिँड्रहेछु आमा यो यत्रो भारी छ डुकुलाले खोजेको हाम्रो डुकुमाले हामी त म त हेरेको हो क्या दुईटा बट्टा अरे बुहारीको पर बुहारीसँग हाम्रो मम्मीको एक्सट्रिम नखाइ हुँदैन अरे मलाई थोरै पान नहाली राखिदिनु यति नि धेरै होइन हामीले चाहिँ राखेको ठाउँ बिर्स्यौँ दाउरा भाउजू तपाईँको र मेरो होइन बिर्सेको भाउजूको र त भाउजू र हाम्रो बिर्स्यौँ अब हामीहरू फेरि लाग्यौँ दाउरा खोज्दै उ त्यो हाम्रो भारी यिनीहरूलाई छोडेर यहीँ फेरि जान्छौँ अब हामी दाउरा खोज्नु फेरि म डुकुलाको पछि जान्छु म चाहिँ भनेको मम्मीको पछि जाने काम हो अनि यो ब्याग बोक्ने काम हो अनि मम्मीले दाउरा भेला पारिदिन्छ त्यो दाउरा टिप्ने काम हो मेरो अरू के भरे यत्रो भारी बोकेर घर लाने काम हो यति नै हो मेरो काम अनि अर्को कुरा ब्यागे कि रोटी हेर त्यो अघि मलाई टोक्नु त आज मलाई ब्यागेले के साह्रो माया गरेको जिउमा यति खन्दिएछ हौ ब्यागे आई जामा लाउने फेरि कता गर्छ ब्यागेले त मेरो जिना हराउनु करके रखा किधर पच के टोक रहा है मुझे पता नहीं है भन्नु मन लागिसक्यो ब्यागेले त मेरो जिना हराम गरेको छ कता बसिरहेको निकल्दै फाल्दै मारिदिँदै गरिरहेछ आज ब्यागेले नि ब्यागेको म माथि आज धेरै मेहरबानी भइरहेको छ अरू बेला नभए पनि आज भइरहेको छ फेरि मम्मी कता जानुभयो म त मम्मीसँग छुट्टै क्या हौ डुकु त्यसै भन्नु मेरी प्यारी डुकुला कता गयो तिमी गर्ने टिकामा आएको छोरी डुकुला गरेर जानुपर्छ अब मम्मीले भेला जङ्गलको बिचमा यस्तो राम्रो सिनहरू हुन्छ ओ माई गड मजाको हेर्दा पनि यहीँ बसिरहौँ जस्तै क्या म भ्लग मात्र बनाउन आएको जस्तो मलाई किन फिल भइरहेको छ अब मम्मीले रेडी पारिदिन्छ दाउरा त्यो दाउरा लाग्नु त्यति नै हो मेरो काम के भएको रहेछ अरे मम्मी यो चाहिँ मैले खोजेर निकालेको है मैले खोजेर डुकुलालाई बोलाएको काट्ने छ नि त यो चाहिँ मैले खोजेको मम्मीहरू चाहिँ खोजिरहनु भएको छ होइन तपाईँ कस्तो राम्रो रहेछ वाउ यहाँ त झुन्डिनु पर्छ क्या हो यसरी हामीले दाउरा कहाँ राख्यौँ त्यो कुरामा अझै पनि एक्ला हुन बाँकी छ चाहिँ हाम्रो सफा पारेको ठाउँ चाहिँ भारी लाउँथ्यो भाउजूले लाउनु भयो यसरी नै मम्मीले लगाइदिनुहुन्छ मेरो भारी पनि राम्रो लगाइदिनु है म गएको म यस्तो घाँस ल्याउनु पर्ने सेउला चलाएर चाहिँ भाउजूले त राम्रो पाउनु भएछ सेउला नउठ्दो गर्दा पनि हुने रहेछ यहाँ चाहिँ मम्मीले मेरो बनाइदिइरहनु भएको छ यहाँ नानाले आफ्नै बनाइरहनु भएको छ भाउजूले यहाँ फुपूले अनि यहाँ भाउजूले आफ्नो छ यहाँ मेरो मात्र मम्मीले बनाइदिएर मलाई आउँदैन नि त यहाँ चाहिँ भाउजूको रेडी भएर भाउजू रेस्ट गरिरहनु भएको छ नानाको रेडी भयो मेरो यो भारी हो योदेखि पल्लो चाहिँ फुपूको हो
भाउजूको लडिरहेछ भारी किन नउठाउनु भएको? ए बाँधेकै रहेन। यहाँ चाहिँ मम्मीको भारी लाउँदै हुनुहुन्छ अब। यो दाउरा देखाउनु परेन त फुपू, त्यहाँ फुपूको भारी त कत्रो छ त, मेरो भारी त सानो छ। यो मेरो नाम्लो पनि नापिसके। मम्मी यो मेरो भारी चाहिँ यत्रो छ है, यत्रो लिटरली यति छ। मम्मीको चाहिँ आधी कप्लक्क आधी, मम्मीको आधीको आधी यहाँ बसे जस्तो देखिरहेको छ। फुपू भारीहरू हेर्नु नि, मम्मीको आधीको आधीको आधी चाहिँ यहाँ छ जस्तो देखिरहेको छ। यत्रो भनेको अब चाहिँ हामीहरू घर जानको लागि रेडी भइसक्यौँ। अनि म मेरो यो टाउकोमा लाउने बनाएको यो सर्टले चाहिँ अब हामीहरू जान्छौँ भारीले। अहिले त ठिकै छु, अब भारी बोक्दै गएपछि पो काल पल्टिन्छ होला। त मेरो चाहिँ हेर्नु है खुट्टा होइन, यसरी चप्पल राख्दाखेरि क्या यता र यता कालो लागेर होइन, यसरी निकाल्दा त जुन चप्पलको एरिया छ नि त्यो एरियामा चाहिँ फोहोर लागेको छैन होइन। यता यता त हो यस्तो लेद्रो कत्ला चाहिँ के हो, वाट इज दिस? हेर्नु नाना खुट्टा कस्तो कमेडी भइरहेछ। चप्पलको नाममा चाहिँ सफा झन्, अरू ठाउँमा चाहिँ कालो न कालो लेत्रो छ। मम्मीको खुट्टा हेर्नु यो बिना चप्पल हिँडेर म कपालमा के हो यो यस्तो साह्रो चाहिँ मेरै मम्मीको भारी हो, यो मम्मीको भारी हो, यो चाहिँ मम्मीको छोरीको भारी हो भनेर अलग्गै चिनिन्छ, किनभने सानो र ठुलो छ नि त। के खानुभएको फुपू? अचार? ए गल गई मेटु। गर्मी भयो कस्तो, हावा पनि चल्दैन हौ यति बेला त। छ्या हाम्रो मम्मीले चाहिँ अलिकति त्यो टुक्रा टुक्री भएको छोडिदिनु भन्दा पनि टेर्दैन। कहाँ हाल्ने हो नि त्यो इत्रु इत्रु टुक्रा चाहिँ? टुक्रा टुक्री धरी यस्तो उता हेर्नु यहाँ भरिसकेको छ नि होइन, यहाँ कहाँ लाउने ठाउँ छ यहाँ? फुपू राम्ररी उठ्नु है, राम्ररी उठ्नु। लड्दा मिलाउनु मिलाउनु। मम्मीलाई भन्नु मलाई मजाले उठाउने यहाँ छ नाम्लो। ए मम्मी मेरो टाउकोमा लाउने पनि लगाएको छैन, यो लाउनु होला नि त होइन? ल अब हाम्रो मम्मीलाई कसले ठेल्ने हो? सिधा सिधा ग्यास अब चाहिँ हामीहरू जान्छौँ होइन। म चाहिँ यहाँ यत्रो भारी बोक्छु, यत्रो छ भारी, तर मलाई चाहिँ यत्रो लागिरहेछ। सबैको भन्दा सानो भारी चाहिँ मेरै छ है। जानेको घोर गर्दै क्या यसरी हिँड्नुपर्छ, तल हेर्दै हिँड्नुपर्छ, माथि हेरेर गइन्छ होला। अब जाँदैछौँ यो हजुर कमिलाको ताती हिँडे जस्तो हिँडिरहेको छु हजुर। मम्मीले बाटो देखाइरहनु भएको छ, म त यही मुनिबाट गयो हेर्ने नै अर्छु, तर पनि किन रिस्क नै लिने का, यतैदेखि जाने का। यो चाहिँ हाम्रो मम्मीको दाउराको भारी हुँदा कितना बडा बडा बोक्दा अरे बाबा। मलाई त यत्रो भारी जुत्ताको देखाउँछ मेरो दाउरा भारी। हाम्रो मम्मी नि मेरो पनि बसेन, नानाले उचालेर बसाइदिनु। पानी एउटा बोतलमा हुनु पर्ने। हामीहरू चाहिँ बिसाइरहेको छौँ, यस्तो कपाल नै कस्तो, यो कपाल त नि मेरो त नि यस्तो हुँदो रहेछ क्या, यस्तो बब अनि कस्तो फेरि कपाल मेरो चिप्लो छ नि त, चिप्ले हाल्दो रहेछ नि, त्यो नाम्लो चिप्लेर यस्तो आउनु खोज्छ नि हल्का साह्रो फेरि यस्तो हुँदो रहेछ। कपालमा आफै चिप्ल्यो मेरो त, यस्तो पिति 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 भएर आयो सेकेन्ड बिसाउने ठाउँमा आइपुग्यौँ। ए म त फुपूहरू त बोको गर्दा भन्दा आयो त अर्कै। कस्तो मजाको रहेछ यो ठाउँ चाहिँ, कस्तो मजाको रहेछ। कसले बनाएको होला नि, यस्तो मजाको क्या,
कस्तो चाहिँ मिठो हुन्छ अब हामीहरू बिसाको पनि जाँदैछौँ ल्या यो कपाल त अगाडि पो आएछौँ धेरै जान्ने हुँदा अगाडि त आउँछ त अनि जाम मै बस्छु भन्दा भ्लग बनाउँदै गइरहेको छु त अब यहाँदेखि चाहिँ हामीलाई भारी ल्याउनको लागि आउँछ भेन आउँछ होइन नाना पर्खिरहेको छौँ हामी आज नानाले मेरो खुट्टा मेरो खुट्टा नानाले मेरो हात खुट्टा सबै लाने यो भारी फेरि कस्तो बाङ्गो छ हाम्रो मम्मीको भाइ मम्मी कहिले भाइ बनाउनु भएको थियो मेरो सबै भाइ हो यो चाहिँ हामीहरूले ल्याएको दाउरा साइड लग्यो यो हाम्रो मम्मीको आधीको आधी चाहिँ मैले बोकेर ल्याएको छु यो भाइ चाहिँ मेरो हो यो नानाको यो भाउजूको यो पनि भाउजूको यो चाहिँ मम्मीको फुपूको त अघि भार लगिसक्नु भयो हामी चाहिँ पर्खिरहेको छौँ भेनलाई आउँछ नि त भेन्दा हान्दा नि मलाई चाहिँ भाउजू तिर्खा लागेर कस्तो चिसो पानी खानु सबैजना जानु तयारी भयो म पनि जान्छु हामी हाम्रो घर आइपुग्यौँ मम्मी यहाँ छ मम्मी हिँड्नु जानु त गएर दैलो खुन लाउनु अनि म यहाँ छु माई गड जान्छ होला अहिले अनुभव भन्नुपर्दा मलाई राम्रै भयो बिला नपार्ने तपाईँ गाइज फाइनली यत्रो भारी बोकेर आइपुगेँ म होइन घर आउच ढाडे गयो त झन्डै दाउराको छेउमा बसेर त ओफ यो पनि दाउरै हो तर यो चाहिँ हामीले किनेको मम्मीले उता राख्नुपर्छ मम्मीले किन्नुभएको त होइन यो कपालले पनि कस्तो डिस्टर्ब गर्दो रहेछ अहिले आएर थाहा भयो कि म यस्तो कट म काट्दिनँ अनि म्याक डक्स यो त नि थाहा छ यो कपाल त मलाई यस्तो डिस्टर्ब गर्यो यो कपालले यस्तो डिस्टर्ब गर्यो तर पनि केही छैन कपाल हेर कस्तो पोर भयो ओ माई गुडनेस सबै पोरै पोर यस्तो यो चाहिँ मम्मीको दाउराको बारी हो यो मेरो बारी हो सो गाइस साँच्चै म बलेर आइसकिसकेँ मेरो फर्स्ट टाइम हो यो दाउराको भारी बोकेको अनुभव त के भन्नु यस्तो हल्का टाउको चाहिँ दुख्दो रहेछ अरे क्या अरू त ठिकै हो मम्मीको भन्दा सानो भारी थियो केही पनि त्यस्तो साह्रो त भएन अब भनेको नुहाइधुवाइ गरेर फेरि खाना सब्जी गर्नुपर्ने खाना सब्जी गर्नै पर्यो अनुहार कस्तो फोहोर देखिएको तर त्यो गर्दा फेरि त त्यस्तै हो सो गाइज थ्याङ्क यू फर वाचिङ माई भिडियो अहिले भने बाबा आई सी यू नेक्स्ट ब्लग यस्तै दाउरामा गएकोहरू जे पाए त्यही भ्लगहरू हाल्छु र म त्यत्तिकै मजा उता आउँछ नि त मलाई त्यति अल्छी लाग्छ नि त्यही भएर बनाउँदै हिँड्छु क्या अनि जे पाए त्यही बनाउँदै हिँड्छु र पनि मेरो भ्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अहिले भने बाई सी यू नेक्स्ट ब्लग बाई लभ यू